in my pocket. I need that fuel inside my rocket. Blast out, baby, you can see me in the cockpit. With a blunt 3, 2, 1, take a knock, bitch. 8x4, I'm walking, make the ground shake, step the motherfucker mash. If you guys are planning to hike around Kathmandu, then Champa Devi should definitely be on your list. तपाईहरु धेरै जसो त गइसक्नु भएको छ होला। इफ जानु भएको छैन भने आउनुस् म लिएर जान्छु तपाईहरुलाई। यदि हजुरहरु मेन्टली एक्जस्ट हुनुहुन्छ, ओभरथिंक गर्नुहुन्छ, राति राम्रोसँग निद्रा लाग्दैन अथवा नेचरसँग रमाउन चाहनुहुन्छ भने प्लिज गो अन अ हाइक। साथीहरुलाई कन्भिन्स गर्नुस्, साथीहरुले नमाने एक्लै जानुस्, तर जानुस्। वाक मोर वरी लेस। हामीले अलिकति मात्र डिस्टेन्स हाइक गरेको यस्तो थकाइ लाग्छ कि साँच्चै हामी अल्छी भएको रहेन। लेजी बडी भएछ, अब जस एक दुईटा हाइक हान्नुपर्छ। अब हाइक जान्छ, ट्रेक जान्छ सबै। तुम भी ओभर एक्टिङ करता साला, ओभर एक्टिङ की औलाद। पुग्नुपर्ने डेस्टिनेसन एकदमै टाढा छ भन्दै हामी पनि अगाडि बढ्छौँ। माथि हाइटमा पुग्दै गर्दा पदयात्रीको चापहरू पनि बढ्दै गइरहेको थियो भने थकाइ पनि अलिअलि लाग्दै थियो भने एनर्जी चाहिँ एकदमै धेरै थियो हामीसँग। मतलब वो अलग ही लेवल का बंदा था। काँक्रा खाँदै अघि बढ्दै माथिबाट हेर्दाखेरि व्यस्त काठमाडौँ सहरको भ्यू यस्तो देखिरहेको थियो जुन हाम्रो लो इन्ड डिभाइसले क्याप्चर गर्न सकेन। एकदमै धेरै हिँडेको जस्तो फिल भइरहेको थियो, तर हामी 50% पनि हिँडेको थिएन। जानुपर्ने ठाउँ चाहिँ एकदमै टाढा रहेछ भन्दै हामी फेरि अगाडि बढ्छौँ। हामी चाहिँ एकदमै खुपिया ठाउँमा आइसकेका छौँ। डरलाग्दो बाटो। यहाँसम्म पुग्न पक्कै पनि सजिलो थिएन। पानी खाएर थोरै आफ्नो शरीरलाई ऊर्जा दिँदै हामी फेरि अगाडि बढ्छौँ। एनिस चाहिँ एकदम थाकिसकेको छ भने म चाहिँ निरन्तर पाइला अगाडि चल्दै फाइनल्ली चम्पादेवी मन्दिर चाहिँ पुग्यो। स्ट्रगल इज रियल है एनिस, होइन? मन्दिरमा पुगे हेर्दा एकदमै धेरै भिड थियो भने विभिन्न कलेजहरूबाट साथीहरू ग्रुप बनाएर आउनुभएको थियो र मैले पनि मन्दिरको दर्शन लाग्छु। खुट्टा चाहिँ एकदमै थाकेको, तर मन चाहिँ थाकेको छैन है। लास्ट बट नट द लिस्ट, तपाईँहरूलाई के भन्न चाहन्छु भने वाक मोर वरी लेस।